अलग त साथीहरू भोलि दाइको फ्ल्याट छ होइन युकेको फ्ल्याट छ भोलिको दाइ के गरेर छ दाइ अब जहिले अब बेलुका दिउँसो आउने बिहान बेलुकाभरि गएर बेलुकाभरि पार्टी जानुहुन्छ साथीहरूसँग पार्टी गएपछि बेलुका बिहानै आउनुहुन्छ घरमा चिसो आउनुहुन्छ दाइ अब माथि सर्टमा के गरेर छ हेर्नु दाइ होइन अनि भोलिको फ्ल्याट छ दाइको यता के गरेर छ हेर्नु न साथी मैले चाहिँ अहिले अब यसरी एउटा प्रिमियरबाट चट्ट ल्यापटप आएको छ नि होइन यसरी ल्यापटप एउटा प्रिमियरबाट चट्ट लगाएर प्र्याक्टिस गरिरहेको छ साथीहरू यसरी भिडियो प्र्याक्टिस हान्छ होइन दाइ के हेरेर छ हेर्नु न त यहाँबाट बहुत गर्छ चट्ट लगाएर कम दाइ कतिखेर जाने त नि हजुर म फेरि बाँकी चलाउनु पर्छ तँ जाने दोर चाहिँ भोलिमा नजाने तपाईँ जान्न पुस्तक क्या 3 प्याकेट लिएर आउँछ होइन अनि के अरे पावहरू त्यता किन्नुहुन्छ है म ल ल ल हुन्छ त्यही गरौँ भोलि चट्ट कामदाको सर्ट भिडियो बनाउनु पऱ्यो नि त्यसरी के चाम्सुरी साग के हो चाम्सुरी साग पालङ साग होइन त ल यो त साथीहरू डिजे माइक आएको छ होइन यो आइफोनबाट होइन आइफोन 16 प्रो म्याक्सबाट सट्ट लाएर यो के अरे म कभर गर्छु होइन ए डिजे माइक छ होइन अब ब्लगिङ चाहिँ साथीहरू मोटो ब्लग स्पोबाट सट्ट लाएर गर्ने कि दाइले ल्याइदिनु भएको छ डिजे माइक होइन साउन्ड क्वालिटी कस्तो हुन्छ सबै चेक गरेर होइन अब त्यो नोइज क्यान्सलेसन हुँदो रहेछ नि अहिलेसम्म ट्राई गरेको छैन त्यो पनि ट्राई गरेर हाल्छ त साथीहरू त न्यु इयरतिर जान्छु अनि त्यतिखेर बनाउँछु भिडियो कस्तो हुँदो रहेछ गफ गर्दै हाल्छु ल डिजे माइक मिनी ल्याइदिनु भएको छ दाइले होइन अब चट्टले अस्ति धेरै भइसक्यो युजै गरेको छैन कि यता त बिजी भएर गर्ने खै ब्लग गर्नु पनि गर्नु भएको छैन अब हेरौँ साथीहरू कस्तो हुन्छ होइन त्यहाँबाट मोटो ब्लग यता डेली लाइफ ब्लग होइन जे पनि ब्लग आउन सक्छ जे पनि भिडियो आउन सक्छ साथीहरू है त यस्तो छ होइन ठिक छ ल्यापटपबाट यसरी प्र्याक्टिस गरेर होइन साथी चट्ट यहाँ एमआईको यसरी प्र्याक्टिस गर्छु यसरी प्र्याक्टिस गरेँ होइन टिभीमा यसरी डाइरेक्ट कनेक्ट गरिदिन्छु कि स्क्रिन मिररिङ गरेर टक्क टिभीमा हेर्छु प्र्याक्टिस गर्छु यसरी चट्ट लाएर यसरी प्र्याक्टिस गरिरहेको छु साथीहरू नै ल यति साथी डिजे माइक यसरी कनेक्ट गऱ्यो होइन यस्तो आउँदो रहेछ है यस्तो कनेक्ट गऱ्यो होइन बोलेको कुरा सबै यहाँ फेरि यति फास्ट हुँदैन हेलो 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 यसरी आउँछ हेलो हेलो माइक चाहिँ 1 2 3 1 2 3 अब चाहिँ ब्लगिङ मोटो ब्लग स्टार्ट हुन्छ है अब बिस्तारै मोटो ब्लग स्टार्ट हुन्छ है साथीहरू चट्ट ल्यापटपबाट यसरी एडिट प्रिमियरबाट यसरी चट्ट युज गर्छ साथीहरू हेलो हेलो माइक चाहिँ 1 2 3 1 2 3 ल भयो आज चाहिँ घाम मजाले लागेको छ होइन चट्ट लगाएर यस्तो छ यहाँको चट्ट प्र्याक्टिस गर्ने कति बजी छ 10:33 बज्छ दाइको मोबाइलमा होइन यो नेपाली टाइम है दाइको मोबाइलमा यस्तो मेसेज आएर छ ल ठिक छ यो चाहिँ मेसेज हुँदा यस्तो यो चाहिँ चार्जिङवाला केस रहेछ है चार्जिङ केस ल त अब आज चाहिँ घाम मजाले लागेको छ साथीहरू यस्तो छ बाहिर सर्ट लगाएर साथीहरू अब चाहिँ बिस्तारै बिस्तारै ब्लग चाहिँ भिडियो अपलोड भिडियो युट्युबमा जहिले भिडियो डेली भिडियो होइन भिडियो प्रायः जस्तो कन्टिन्यू हालिरहेको छ साथीहरू ल
जिमको ब्लग पनि बनाउनु पर्छ नि साथीहरु है टक्क जिमतिर गएको भिडियो पनि हाल्ने सबैको बाजे के भन्दिन नि कतिवटा रहेछ त नि यो चाहिँ दिएन मलाई नि यो स्टार मोबाइलको ल लानु नि त्यसलाई उयो हो यो त यसरी भिडियो अन भइरहेछ हाई खाना त पाउँछ अब आज अहिले ल चट्ट लगाएर ब्लगमा भन्दिन नि इन्च कतिर गर्ने नगर्ने चीटिंग करता है तू चीटिंग करता है तू खै गरेर टक्टर हालिरहेछ भिडियो त मोटो ब्लग काम छ नि छोडिदिनु अब नानीको टिरो देखाउँदा ल अब सबै टप भ्युजवाला यो एउटा भयो 1537 लाइक धेरै राम्रो त नि लाइभ बस्नुहुन्छ नानीले बस्दैन म एकचोटि लाइभ बस्दा थुप्रो पैसा आएको थियो मलाई पछि त घट्यो गयो होइन बस्नु पर्यो नि अहिले यता गफ भने अरूसँग कुरा त नि है अब त्यो भयो एउटा अनि अब म भाइरल देखाइदिन्छु तँलाई अपलोड चाहिँ को गर्छ नानीले गर्ने नि त आफै गर्ने हो यहाँ भाइरल छ ल कति छ त्यहाँ लाइक हेर त्यहाँ अनि हुन्छ नचिनेछु साथीहरू अहिले कमल देख्नु के अनि शान्ति ए हजुर के अरे लिरीबाट के लिरीबाट त्यो हामी भाइरल छ नि के भन्नु टन्नै रहेछ त नि नानीको ल भिडियो त अझ अर्को नि एउटा भाइरल देखाइदिन्छ है अर्को नि छ 2-3वटा भाइरल त मेन भाइरल भएको टिकटक कहाँ दियो भने चाहिँ छ थुप्रै भाइरलै भाइरल टिकटक हाल्नु त हाम्रो फोटो हाल्नु खेल्नु लगाउँछ कहाँ यहाँ मेमे बिरामी हुने टाइममा त्यसपछि उयो टिकटकमा कस्तो भाइरल भएको छ पाए 3900 कति भ्युज त्यो उसमा 3000 2000 भने राम्रो त नि यसो 3000 2000 तपाईँको भ्युज गयो भने त युट्युबबाट त इन्कममा पैसा आउनु थाल्छ नि त अनि त्यही भएर त अनि दुईजना मिलेर गरौँ भने त नि यहाँ 5000 यस्तोमा त 5000 जान्छ है त्यहाँ एक्टिङ त डर आउँछ त हामीलाई त साँच्चै दामी हानी एकछिन हो कि मेन कुरामा एक्टिङ त नि के अरे फ्री गरेर चाहिँ म भन्नु सक्नु पऱ्यो गर्नु सक्नु पऱ्यो कि एक्टिङ त आउँछ हामीलाई अर्कोले के भन्छ कि त्यो हिसाबमा भनेको यहाँ हेर यसमा पनि कति छ टिकटक नेटै ल यहाँ 14 पोइन्ट के त तल समूह होला मान्छेले चाहिँ यो म पेसाङ कान्छी दिदी हो त्यही त त्यही समूह ग्रुपको रहेछ के त यहाँ नेटै चलेन सही हो यस्तो राख्ने त अनि लाइकहरू कमेन्ट पनि आएको छ नि त नि कमेन्ट 91 रहेछ होइन लाइक कति 1530 हो तपाईँ त लाइभ जानु मिल्छ त नि म मिल्छ अनि भाइरल छ नि कस्तो के भनेको होला सही हो पछि भोइस रेकर्ड राख्ने क्या ल काटिदिनु त होइन ल केक काट्नु होइन पहिला के भन्नु पहिला केक काट्नु न केक काट्नु ल मलाई के काट्नु ल ल आमा छोरा मम्मीले के काटेर खुवाइदिनु मैले ह्याप्पी नाइस जर्नी सेफ जर्नी ल पुगेर पछि कल गर्ने पहिला बाबुले खाने अनि त्यहाँबाट मनु होइन पहिला आफूले खानुपर्छ अलिकति खा सातवटा छोराछोरी बनाउने बेहुली भन्नेको इच्छा मेरो बाबुको बेहुली बनाएर अनि बल्ल के काट्नुपर्छ है मलाई बेहुली बनाउने क्या म कुरा सुन्नु बेहुली ल्याएर आउने
Have a nice journey. बेहुला बनाऊ अनि हामी त्यसपछि डर डान्स हान्नुपर्छ त होइन है बहुला टिकटकमा भाइरल हान्नुपर्छ अनि बेहुली बनाउनु भनेर के अरे बेहुला बनाउँछु भन्थ्यो बौला बनायो भनेर एउटा गीत छ त है बेहुला किन दिनु त्यो त पैसा त दिनु हुँदैन त बाबै अहिले त्यहीमा थपेर दिन्छ कि त्यहाँ भिडियो गरेको आम्मा यसले मम्मीले दही खाइदिनु भयो कमदाले दही के मजा के लाट हो के हो थपेर यहाँ दही थप्नुपर्छ नि भयो अहिले गरिसक्नु त्यो मम्मीले भित्र सुन्नुपर्छ त फेरि लिन आनी अब के अरे खाली टिक गर्नु पो हुँदैन अरे त नि पर्दैन अनि पर्दैन। पर्छ के दही मात्र खुवाइदिनु न सेफ जन्डी जस्तो गरे अहिले त्यहीमा थपेर दिन्छ कि कम्पनी जे सब आनीको पनि टक्क पेमा भाइ उता होस् युकेमा खै केक टिका लगाइदिनु पर्छ त केक त कहाँ नलाउनु अनि नलाउनु म फेरि पुग्नु पर्ने हो मेरो सानो टिका ठिकिन्छ ल राम्रोसँग गानी राम्रोसँग जानकी जन्डी ल हेर्नु जन्ने ल ल मम्मी मेरो सामानहरू चाहिँ याद गर्नु ल अते नजन भयो क्या यस नोन टेन त गाह्रो भयो त ए वेलकम छ गुड मर्निङ बाबुहरू त अब बाहिरै अनि दुईपट्टिबाट सामान त बाबु त्यो टायरमा हाल्नु माइकल दाइ ल नि भन्नु ब्लगमा बोल्नु पऱ्यो फेरि राम्रोसँग जाने मेरो त्यो जुत्ता लाउनु पऱ्यो नि म गर्छु दुईपट्टिबाट भाउनु बाबुले मात्रै गाह्रो भयो यहाँ उता यत्रो उचाले मान्छेलाई के फरक पर्दैन बोल्यो रहेछ बाबु त मैले माने त त्यहाँ नजिक त 80 90 उचाले मान्छे मेन बस मेन बस फेल होला है फेल होला मेन बसमा कुद्छ बिस्तारै छिटै हजुर हजुर मेरो आइडीको उयोहरू खै कार्डको उयो सानो कार्डहरू भएको मेरो ब्याङ्क कार्ड त्यही छैन त्यही भित्र होला नि कुनमा त्यही भित्र हेर्नु न माथि हेर्नु त हाल्दै गर्थ्यो म कसको त्यही भित्र छ कि त्यो पासपोर्टको भित्र हेर्नु त मेरो त्यो मेरो ब्याङ्क कार्डहरू भएको कुरा माइकलले चाहिँ खाएर गयो हुन्थ्यो नि त नि हजुर कसलाई यति हो सामान यति हो यति हो अन्त यो माथि त अबसँग राख्नु त्यो अब आनीसँग राख्नु कि त्यो भित्र होला पासको भित्र हजुर बौद्धहरूको त आधी घन्टा चाहिँ डिले भएछ नि त भन्दै उड्नु त उडिसक्यो होला हजुर उडिसक्यो उडिसक्यो होला नि त अब त नत्र फोन हाल्छ हुँदैन उड्नु पऱ्यो नि अहिले उडेको छैन होला 10 बजे भन्यो हजुर उता उठ्छ यताबाट छिर्ने ल बाई मम्मी अनि बाई हेरेर चाहिँ बसिराख्ने म बडी लिएर आउँदैछु फेरि भन्यो नि त फेरि म ठ्याक्कै कोठामा भनिहाल्यो कि यता अङ्कललाई पनि गयो भन्नु कम त ल भन ए तामाङ अङ्कललाई ल त अङ्कल फेरि भेटौँला है छिटो भेटौँ ल हस् त हस् जाम त धेरै जाम हुँदैन नि त हजुर नगरी बाँध्नु सक्यो ए चलिरहेछ त्यो सिम कार्ड चाहिँ निकाल्ने कम त यहाँ सिम कार्ड निकाल्नु पऱ्यो यहाँ कस्तो छ त सिम निकाल्ने यता यता छ
छैन 30.56 30.56 अलाउड हुन्छ 79 8 किलो यो पनि मिल्छ होइन ठिक हो गाडी माथि लिएर आउने माथि खाली हुन्छ नि ओहो कहाँ ड्राइभर त गाडीमा छ ए हेरेछ अन्त ब्याग सोधेर जाने ल एयरपोर्टमा यस्तो ब्याग छ यार नेपालीहरूको कथा त्यही हो साथीहरू विदेश जाने पैसा कमाउने नेपाल आउने इन्जोय गर्ने पुग्छन् हुन चाहिँ दिले यहाँ मेन यहाँ हो कि भाइ ए तल त गएछ त नि त्यहाँबाट हान्न बिचबाट जिमको दाना हान्ने हो मेरो दुईवटा एउटा आफ्नै छु तल 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 सिधा त्यो सिम निकाल्नु पर्यो दोजे सिम निकाल्ने कस्तो होला त खै सिम निकाल्ने बिल कस्तो होला त यो कानको टप घरमा सोध्नु सिम निकाल्ने छ त नुनाजु कानको त्यो केटीहरूले माग त्यो कानमा लाउने कहाँ माग्ने तपाईँसँग त्यो सिम निकाल्ने छ सिम निकाल्ने पिन छ तपाईँसँग हजुर हो यार तपाईँसँग छ र पिन निकाल्ने सिम ल्याएको छ सिम ल्याएको छ सिम निकाल्ने के पिन के छैन छैन पाउने पसलहरू यो ब्याग यार दिदी तपाईँसँग त्यो सिम इजिक्टर छ सिम निकाल्ने छ पिन के सिम निकाल्ने पिन छ तपाईँसँग त्यो एक्चुली त्यो चार्जर छ त्यो म सिम निकाल्नलाई ल्याइदिएछु तपाईँलाई नमस्ते गरिदिनु ल बाबु छैन कहाँ होला बिहान कसो होला बिहान ए तपाईँसँग छ थ्याङ्क यू ल म ल्याइदिइहाल्छु मम्मी भेटाएँ भेटाएँ सजिलो भन्दा भेटाएँ कहिले थियो उहाँ दाइ त्यो सिम निकालेको पैसा म बसिरहेको बसिहाल्यो चाहिँ ल धन्यवाद है तपाईँलाई यो चाहिँ एकदम इम्पोर्टेन्ट साँच्ची बोकेर हिँड्नुपर्छ टक्क ल ल हो चाहिन्छ नि त नत्र कस्तो झ्याउ हुन्छ होइन आइफोनको निकाल्नु ल धन्यवाद है ल हेभ सेफ फ्लाइट है त है ल ल चक्क जानु टन्न पैसा कमाउने अन्त होइन चक्क नेपाल आउने रमाइलो गर्ने होइन त ल है त
लाएर जान्छ हो पकाउन ठिक यो चाहिँदैन म तिनीहरू बोर्डिङ हुनु लाग्छ रे म के अरे चेकिङ गरेपछि म फोन हाल्छु त्यो फोनकै त मोबाइल तपाईँले कता रङ भयो कमरे ज्याकेट खोज्दै हजुर बोर्डिङ पास कति साथै फेरि दाइ ब्याक टु के भयो होइन त्यही हो साथीहरू यस्तै छ साथी नेपालको जिन्दगी बाहिर विदेश जाने पैसा कमाउने होइन नेपाल आउने रमाइलो गर्ने इन्जोय गर्ने फेरि जाने पैसा कमाउन ल है त गाइजहरू फाइनली घर आइपुग्यो होइन बिहान रिपोर्ट ड्रप गरेँ होइन अनि अब त्यही हो अब मेरो पनि अब नयाँ फेसमेस छु स्टार्टिङ फेसमेस छु होइन कति कुरो प्रब्लम हुनसक्छ होइन प्लिज तपाईँहरू कमेन्ट गरेर भनिदिनु है त कुन तरिकाले जाने होइन कहाँ मिस्टेक छ प्लिज तपाईँहरू कमेन्ट चाहिँ इम्पोर्टेन्ट हुन्छ है गाइजहरू अनि प्लिज घन्टी पनि बजाइदिनु है त साथीहरू घन्टी पनि बजाइदिनु है त गाइजहरू ल नबिर्सिकन घन्टी हानिदिनु होइन लाइक सेयर सब्सक्राइब गरिदिनु होइन ल गाइजहरू फेरि भेटौँला त मेरो अर्को नेक्स्ट भिडियोमा है त ल